ल है साथीहरू सबलाई नमस्कार छ। जिन्दगीको यथार्थ कहानीमा तपाईहरुलाई फेरि स्वागत छ। र आज चौथो भागको म कुरा गर्न गइरहेको छु। राम्ररी सुनेर यसको चाहिँ महसुस गर्नु होला साथीहरू। जब त्यो 6 वर्षको बालिका त्यहाँ पुगिसकेपछि त्यो समाजले यति घृणा र तिरस्कार गर्छ कि उसले त्यो सानो उमेरमा सायद समाज नै यस्तो हुन्छ भन्ने उलाई फिल हुन्छ के। र उसको मम्मीले पनि सधैँ उलाई के भन्छ भने सधैँ सहनु पर्छ, छोरी मान्छे भएपछि सबै कुरा सहनु पर्छ, एक दिन सबै ठीक हुन्छ भनेर उलाई चाहिँ दिन प्रतिदिन त्यो शिक्षा चाहिँ दिइराख्नु भएको हुनाले उले त्यो कुराको कहिले प्रतिकार गर्ने आँट नै गरेन। जसले जस्तो व्यवहार गरे पनि उले सहने चाहिँ आफ्नो बानी गर्यो। र उलाई यतिसम्म घृणा गरियो कि कुनै साथीहरुसँग उले हिँड्दा पनि यो चाहिँ अलि योसँग हिँड्नु हुँदैन भन्ने समेत त्यहाँ सबै साथीहरु मिलेर जो चाहिँ उसको सौतेलो दिदी थियो उले चाहिँ योसँग बोल्नु पनि हुँदैन हिँड्नु पनि हुँदैन भनेर उले साथीहरुबाट पनि बाइकाट बनाएको थियो के। त्यो अवस्थामा त्यो पीडा उले चाहिँ कसैलाई पनि भन्न सकेन र अरूले पनि त्यस्तो नै व्यवहार देखाउँथे गाउँमा। किनभने मगरको भान्जी मगर्नीको छोरी भनिसकेपछि एउटा एकदम यस्तो डोमिनेट गर्ने समाज थियो कि आज आएर त्यो सानो बालिकाले त्यो दिन कसरी खेपेको होला भनेर मलाई चाहिँ त्यो फिल आउँछ। त्यो एकदमै दयनीय अवस्था थियो कि त्यो अवस्थामा। अहिले त यो उमेरमा बच्चाहरुलाई त्यस्तो गर्यो भने एकदमै प्रतिकार गर्ने र त्यसको जवाफ फर्काउने हुन्छ। तर त्यति बेलाको समयमा चाहिँ एकदमै भित्रै दमन गरेर त्यो कुराहरु पचाएर उले बसेको थियो के। यस्तो अवस्था थियो साथीहरु। र प्रत्येक स्कुल जाँदा त्यस्तै व्यवहार, घरमा आउँदा त्यस्तै व्यवहार, अनि जंगल जाँदा त्यस्तै व्यवहार, हरेक ठाउँमा चाहिँ उले त्यस्तो तिरस्कार बोक्नु परेको थियो के। त्यो अवस्थामा त्यो सानो 6 वर्षको बालिकाले त्यसले चाहिँ कस्तो चाहिँ मेन्टालिटी भयो होला साथीहरु। ल अर्को भागमा चाहिँ त्यसपछिको कुरा म लिएर आउने छु। साथीहरुलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो कमेन्ट गर्नु होला है त।